हेलो गुड मर्निङ स्वागत छ मेरो नयाँ भ्लगमा आज पनि होइन। आज चाहिँ मैले चाहिँ उठेँ अनि उठेर बाबु फेरि अनि सुत्न खोज्यो अनि दुध खुवाएर सुताएँ अनि कोठा सफा गर्न थालेँ अनि रुम सफा गरेर चाहिँ अनि मेरो चाहिँ अरू आजको डे स्टार्ट गरेँ होइन। अब यति गरेर चाहिँ म चाहिँ यो कोठा सफा गरेर चाहिँ म चाहिँ अनि चिया खान्छु पानी खान्छु चिया खान्छु उल्टो भएछ होइन। पानी खान्छु चिया खान्छु अनि त्यसपछि चाहिँ फेरि आज मेरो टन्नै सफा गर्ने दिन चाहिँ यति गर्दा गर्दै मेरो बाबु चाहिँ उठिहाल्यो। उठेर फेरि अनि हलाएपछि सुत्यो कुकुरमा होइन। मेरो चाहिँ टाउको बिहानदेखि नै दुखिरहेको थियो र मैले चाहिँ टाउको बाँधेको होइन। किन लगाएको होला त्यो सेतो चाहिँ भन्नुभयो होला। मलाई चाहिँ टाउको दुखेर लगाएको होइन। यसरी नै चाहिँ आज चाहिँ मेरो चाहिँ टन्नै सफा गर्ने दिन छ क्या। यहाँ यो कोठा नि भयो माथिबाट उठि पनि लुगा धोएको कति धेरै दिन धोएर त्यतिकै थुपारेको थियो कि अनि लुगाहरू राखेँ। आजको दिन चाहिँ त्यस्तै गरेर बितेको छ। हेरौँ है म चाहिँ कसरी बित्दो रहेछ आज मेरो दिन चाहिँ भनेर।
मैले चाहिँ यति भ्याएर अनि मेरो बाबुलाई हेर्न गएँ। मेरो बाबु चाहिँ खेल्दै रहेछ मजाले। वरिपरि लगाइदिनु भने चाहिँ अचेल छेउ चाहिँ सरेको सरे गर्छ अनि झर्छ भन्ने डर हुन्छ र त्यही भएर वरिपरि लगाइदिनु भएर चाहिँ त्यो पनि हेरेको हुनुपर्छ। नत्र कि कोक्रोमा छोड्नुपर्छ अचेल चाहिँ। त्यस्तो छ। मेरो बाबु चाहिँ पुस 1 को हो होइन। आज चाहिँ 5 महिना लाग्यो। 5 महिनाको भइसक्यो। अब 1 गते चाहिँ जेठ 1 गतेदेखि चाहिँ 6 महिना लाग्छ मेरो बाबु। त्यहाँदेखि यति काम भ्याएर म चाहिँ किचनमा चाहिँ अब दाल बसाउनु पऱ्यो भनेर अनि रेडी गरेँ। अनि म चाहिँ प्रायः जस्तो चाहिँ इन्डक्सनमै पकाउँछु क्या। अचेल ग्यास महँगो भइसकेर चाहिँ इन्डक्सनमा पकाउँछु। अनि सबै थोक रेडी गरियो अरे। अनि प्याजहरू काटेँ। अलिकति त्यो चियरले डिस्टर्ब गर होइन। प्याज काट्दैछु म चाहिँ। प्याजहरू काटेँ, लसुनहरू केलाएँ, रेडी गरेँ। म चाहिँ एकैताली झानेर पकाउँछु क्या। दाल चाहिँ झ्याउ लाग्छ मलाई भरे धान्न चाहिँ। अनि बाबु खेल्दै गर्दा चाहिँ म चाहिँ दाल बसाइहाल्छु भनेर अनि दाल बसाएँ। कहिलेकाहीँ त फेरि लाइन पनि जान्छ नि त। अनि लाइन भएको बेलामा चाहिँ अनि यति दाल ल्याएर चाहिँ दाल बसाएँ। दाल बसाइसकेर फेरि हेर्न आएको। उता अर्कोतिर पल्टिसकेछ बाबु त फेरि। अनि फेरि फर्केर गएँ। अनि अब चाहिँ तरकारीको लागि लसुन रेडी गर्दैछु म चाहिँ होइन। तरकारी चाहिँ आज हेरौँ मैले के पकाएँ भनेर। तरकारीको लागि रेडी गरेँ। बाबु चाहिँ रुम थालेर एकछिन बाहिर आउनु पऱ्यो भनेर म चाहिँ बाहिर लाग्न थालेँ। बाहिर बसेपछि खुसी हुन्छ क्या फेरि मेरो बाबु चाहिँ। बिहान चाहिँ राम्रो घाम लागिरहेको थियो आज चाहिँ होइन। म्याङ्लुङको मौसम चाहिँ राम्रो छ आजकल चाहिँ। एकचोटि बच्यो सानो भुन्ते हेर्छन् के हेर्दैन यसले। अब 1-2 दिन यही चाहिन्छ। अनि बाबुलाई चाहिँ भित्र ल्याएँ। फेरि भित्र ल्याएर राखेँ कोक्रोमा राखेर चाहिँ अनि म चाहिँ चामल ल्याएर अनि चामल पखालेर चाहिँ राइस कुकरमा चाहिँ खाना बसाएँ। अचेल चाहिँ म चाहिँ राइस कुकरमा खाना बसाउँछु किनभने अब कहिले नानी रोइरहन्छ, कहिले दुध खाइरहन्छु। अनि खाना कति धेरै पटक डढिसक्यो क्या। त्यही भएर अनि कुकरमा चाहिँ अब कहिले ग्यास पार्न भ्याइँदैन, कहिले के हुन्छ। त्यही भएर अचेल चाहिँ म चाहिँ बाबु छ नि त अनि भनेको बेला भ्या पाउँदैन। अनि त्यही भएर अनि म चाहिँ अचेल चाहिँ राइस कुकरमै खाना बसाउँछु। अनि त्यसपछि त्यस्तो छ। हामी चाहिँ यो बोतलको पानी चाहिँ किन खनाएको भन्नु होला। यो चाहिँ मूलबाट ल्याएको पानी हो। हाम्रो चाहिँ अचेल चाहिँ फोहोर आउँछ पानी बर्खा माझमा। त्यही भएर अनि हामी चाहिँ अब मूलकै पानी ल्याएर पकाउने गर्छौँ होइन। प्रायः दिनदिनै ल्याउँछौँ। अनि कि मम्मी ल्याउनुहुन्छ कि मैले ल्याउँछु। आज म चाहिँ तरकारी चाहिँ मुन्टा खिलाइदिनु भएको थियो मम्मीले। अनि मुन्टा पखालेर मुन्टा पकाउन लागेको। मुन्टा र आलु। मुन्टामा चाहिँ म चाहिँ होइन प्याज पनि हाल्छु, लसुन पनि हाल्छु कि मलाई लसुन पड्काएको प्याज पड्काएको मुन्टाहरू चाहिँ एकदम मनपर्छ। टमाटर पनि हाल्छु अनि ज्वानो जिरा पड्काउँछु। अनि आलु भुटेर अनि एकछिन पछाडि चाहिँ के अरे मुन्टा हाल्छु। त्यसरी पकाउँछु है गाइज म चाहिँ मुन्टा होइन। हेरौँ कस्तो हुन्छ भनेर देखाउँछु पनि तपाईँहरूलाई।
एकछिन चाहिँ कहाँ हराउँछ जस्तो लाग्छ होला म चाहिँ बाबु रुन्छ हेर्छु अनि मानेन र फेरि लिएर आएँ त होइन लिएर आएँ अनि यसरी डुलाउँदा चाहिँ ऊ एकदम खुसी हुन्छ क्या बाहिर डुल्नु भन्छ आजकल चाहिँ एकदमै धेरै अनि फेरि अब तरकारी पकाउन अप्ठ्यारो भयो नि त अनि फेरि अब पिरो सिरो लाग्छ भनेर अनि फेरि लगेर राखेर फेरि मैले चाहिँ सब्जी बसाउन थालेँ मेरो छोरा चाहिँ उल्टी जामा हान्दो रहेछ मुन्टा हाल्यो मैले मुन्टा हाल्यो आलुमा टमाटर पनि हालिदिएँ अनि एकछिन चलाएर छोपिदिएँ एकदमै मुन्टा त्यस्तो भयो मेरो चाहिँ मुन्टा र आलुको सब्जी चाहिँ यस्तो भएछ मिठो छ मिठै हुन्छ होइन मलाई चाहिँ मिठो लाग्छ त्यो मुन्टा र आलु त्यति गरेर मैले चाहिँ खाना खाएँ होइन अनि त्यो अनि दिउँसो यो चाहिँ दिउँसोको भिडियो हो यहाँनिर चाहिँ बाबुलाई पानी तताए पानी उमालेर थर्मसमा राखेँ अनि बाबुलाई लिटो पकाइदिएको छु म चाहिँ अनि अघि बाबुलाई नुहाइदिएको त्यो पनि भिडियो बनाउनु बिर्सेछु बाबुलाई नुहाइदियो अरे अनि अहिले चाहिँ बाबुलाई लिटो बनाइदिएको छु लिटो बनाइदिएर अनि पानी तताएर थर्मसमा राखेँ अब बाबुलाई लिटो रेडी गरेर चाहिँ लिटो खुवाइदिन्छु म मेरो बाबुलाई त्यसपछि मैले खाजा खाएँ मासु र भुजा चिउरा खाएँ अनि म चाहिँ पानी लिन जान लागेको छिटो गर्न अहिले मलाई ढिलो हुन्छ गाइस म चाहिँ पानी लिन गएँ यस्तो झोला छ क्या अब चाहिँ पानी लिनु चाहिँ यस्तो झोला छ होइन यस्तो झोलामा पानी ल्याउँछु माथि चाहिँ लिन गएर झनै लडेँ त्यो चाहिँ लाग्यो म पानी लिन लागेँ हिजै जानु पनि हिजो बिहान जानु मम्मीसँग 5 महिना पानी ल्याउने भाउजू यहाँ चाहिँ पूर्वाधार विकास अफिस अनि जिल्ला समन्वय समिति खैरको के अफिसहरू छ यहाँ चाहिँ पुरा मान्छे घाम तापेर बसिरहेको रहेछन् होइन अनि टक्कसँगले के आयो यहाँ म त यता यसो गाडी भनेर नि जानु पर्यो टेम्पो आएछ भनेर चिनेको मान्छेको भए त चढेर जानुहुन्थ्यो धेरै जसो चाहिँ हाम्रो चाहिँ यो बाटो चाहिँ चिनेको मान्छेको गाडीहरू हिँड्छ क्या अनि पानी लिनु त प्रायः अनि त्यही चढेर गयो अनि भए पनि प्रायः भेटिन्छ अनि चढेर आयो गर्ने गरिन्छ म चाहिँ अब एकदम एक्टिभ हुनुपर्ने छ होइन एकदम धेरै मोटाएँ म अब भिडियो लामो हुन्छ त्यही भएर म चाहिँ एकछिन स्किप गर्छु पर पुगेर मात्रै भिडियो बनाउँछु कस्तो रहेछ यहाँ कुवा भनेर देखाउँछु तपाईँहरूलाई यहाँ चाहिँ एउटा सानो चोक जस्तो भइरहेको छ कि अहिले है टक्कसँगले राम्रो भइरहेको छ कि अहिले चाहिँ यहाँ मान्छे पुरा जङ्गल थियो यहाँ चाहिँ त्यो चोक जस्तो भइरहेको छ यहाँ म चाहिँ अब लगभग पुग्न पनि लागेँ 5 बजीको छु कुवा बर्खामा चाहिँ पानी एकदमै पुऱ्याउँछ त्यही भएर चाहिँ जहिले पानी लिन जाने गरेको छ हामी खाना पनि त्यही नै पकाउँछौँ त्यही भएर दिनदिनै पानी लिन जान्छौँ चाहिँ
चाहिँ हाम्रो सबै दाजुको घर हो। तल चाहिँ मान्छेहरू काम गर्दै रहेछन् होइन, खन्ने काम गर्दै रहेछन्। यहाँनिर हाम्रो हजुरआमा पनि खन्दै हुनुहुँदो रहेछ। एक्लै हुनुहुन्छ? ए ए खेताला छैनन् भनेको नि। ए यति मात्रै होला नि त गर्ने। ए यो मासतिर र यहाँ मात्रै होइन? ए उताला चाहिँ छन् जस्तो छ खेताला। सबै दाजुहरूको होइन त कोही यहाँदेखि चाहिँ भ्यू एकदम राम्रो देखिन्छ क्या फेरि। ल यहाँबाट यसो भ्यू हेर्नु त खतरा दामी देखिन्छ। कति धेरै झिँगा यहाँनिर त। ल ओ के भयो यति धेरै झिँगा। अनि ल उतालाई देखेको चाहिँ टङ्गो नदी हो होइन। अनि फेरि मजा पनि देखिन्छ यहाँबाट। आज तुवारो लागेको छ फेरि मजामा चाहिँ अलिकति घाम लागेको ठाउँ खास गरी फेरि मजा चाहिँ त्यो पारिपट्टि हो फेरि मजा चाहिँ। तर आज अलिक तुवारो लागेर त्यति राम्रो देखिँदो रहेछ। अनि यहाँ पारिको भ्यू चाहिँ यस्तो छ होइन। यो चाहिँ हाम्रो गाउँ यहाँ हो। हाम्रो तल हाम्रो घर चाहिँ मूल घर चाहिँ यहाँ हो। यही तलतिर हो यहाँनिरपट्टि हो। अब पानी जाँदा चाहिँ यो चाहिँ हाम्रो जाँदा जाँदै बाटोमा पर्छ क्या घर। नेपालको घर हो एकदम राम्रो न राम्रो छ क्या। फुलबारी टक्कसँगले घर यस्तो छ। टक्क त फुलबारी छ। कस्तो राम्रो बनाएर राखेको हुन्छ कि यो घर नि। कस्तो राम्रो फुलबारी छ यहाँ चाहिँ यस्तो छ। यहाँ माथि बस्ने चौतारा बनाएको छ। म चाहिँ अहिले पानी ठाउँमा यहाँ चाहिँ राम्रो राख्नु पर्छ अहिले। Aku, oh, di sana aku. So, video, mulai kita lihat ini, tuh kita lihat ini. Ada tuh penting, dan soalnya aku botol, tanda tuh. Oh.
है पानी बोकेर लाग्यो है अब हामी चाहिँ टक्कसँगले अब अलिकति उकालो छ अनि त्यसपछि फेरि रोटी त्यस्तै छ ल अब घर पुगेर भेटौँ है।